Hello and namaste. Welcome back to my new blog again. So आज पनि म छुट्टीको दिन पारेर आज सन्डेको दिन चाहिँ मेरो छुट्टी हुन्छ। छुट्टीमा चाहिँ आज यसो बाहिरतिर निस्क्यौँ। यसो घुम्नलाई त होइन तर यसो सामानहरू यताउता किन्नु छ। त्यही सामानहरू चाहिँ लिनको लागि नजिकैको मार्केट छ, यो देरा सिटी सेन्टर भन्छ त्यो ठाउँलाई चाहिँ, त्यहाँ जाँदैछौँ। सो दिनभरि चाहिँ यस्तो गर्मी छ, 40 तो नर्मल हो, 50सम्म पुग्छ कि त्यसको टेम्परेचर चाहिँ अहिले। त्यत्रो गर्मी हुन्छ दिउँसो, अनि त्यो भएको कारणले अहिले दिउँसो नजाउँ साँझ जाउँला भन्ने कुरा भएर एउटा साथीसँग सल्लाह भएको थियो। एउटा साथी पनि आउँदैछ, अनि त्यो आइसकेपछि ल अब चाहिँ हिँड्न लाग्यो। उसले मेसेज गरिसक्यो ल जाउँ भनेर, हिँड्न लाग्यो अहिले। सो बाहिर गएर यसो भेट्नुपर्छ। यो चाहिँ लिफ्ट एरिया हो, त्यो लिफ्टबाट आउँदैछ, लिफ्टमा वेट गरिरहेको छु। सो साथी आइसकेको छ, ए मेरो साथी। टेल योर नेम। Fredo. फ्रम वेयर? Ghana. सो यो मेरो साथी आजलाई आज त जाँदैछ। यो नर्मली हामी चाहिँ मेट्रोमा जान्थ्यो, आज चाहिँ यसो हिँड्दै जाऊँ भनेर यस्तो हिँड्दै गइरहेको छ। यही चाहिँ हाम्रो एरिया, यो रुमको साइडको एरिया हो। यो सबै यो चाहिँ लोकल ठाउँको एरियाको बाटो। यस्तो राम्रो बाटो छ, अझै बन्दैछ। यहाँ त बन्ने काम त रोकिँदैन कि, विकासमा त मान्नुपर्छ ठाउँलाई यार। बनेको पनि फेरि बन्दैछ। यति राम्रो बाटो छ त्यही पनि फेरि बन्दैछ। महँगा कारो रहेछ। This one is for 150. This one. बजार सुरु होला। गर्मी छ कि, नत्र हिँड्न त मजा आउँछ यस्तो ठाउँमा। लास्टै गर्मी छ। What do you do today? Breakfast, movie, then sleep. Again wake up, सिकाउने ठाउँ। continue movie. I also watch today 4 movies. त्यो चाहिँ रुल्स फलो गर्नुपर्छ। यसमा भएन भनेपछि, यसमा हेऱ्यो भनेपछि फाइन तिर्नुपर्छ। फाइन पनि फेरि चन्छन् होला र ल अब खुलै हिँड्नु पऱ्यो। यहाँको यही चिज चाहिँ राम्रो लाग्छ क्या। हामी सी अगेन तल पनि बाटो, त्यसलाई भन्छ विकास। माथि पनि बाटो, जहाँ पनि बाटो। यो चाहिँ अहिले देरा आइपुगेछ। यता चाहिँ अब सुरु भइसक्यो अब ठाउँ। वेयर विल गो? देरा सिटी सेन्टर अर ग्रिन हाउस? Greenhouse is using this one. Like that? No, for others. For other things. For what? I want to buy some dry nuts, something like that. You can go or no. I'll go from here and do that. But if you want to use your car, then यो चाहिँ हाम्रो आकाशे पुल भन्छ नि, त्यही हो। हाम्रो आकाशे पुलमा के भन्छ तपाईँहरू सबैलाई थाहा छ क्या। यहाँ चाहिँ यस्तो राम्रोसँग चल्छ, यहाँ चाहिँ यस्तो राम्रो रुल्सहरू चल्छ। देखाइदिन्छु। यो चाहिँ बाटो। हामी चाहिँ लगभग आइपुग्यो यहाँ, आउनु पर्ने ठाउँमा। अब यहाँ चाहिँ अब चार्नी हो। कहाँ छ? जहाँ सस्तो हुन्छ त्यहाँ हो कि जाने। के अरे यो चाहिँ ग्रिन हाउस हो अगाडिको, अनि यो चाहिँ एरिया भयो। रात पर्नु थाल्यो, हल्का कालो देखिन थाल्यो त अहिले चाहिँ के हो यहाँ। यो चाहिँ मेट्रो स्टेसन हो, बाटो काट्नको लागि। यता तलबाट आयो, माथि पनि गाडी चलिरहेछ, तल पनि यस्तो मजाको ठाउँ छ। हाम्रो बल्ल एउटा सोरुम भएको छ। सोरुम भन्न आयो फेरि सोरुम। यहाँ चाहिँ यहाँ दुनियाँ है छ, मार्केट आइसक्यो। के हो त्यो यहाँ त किन्ने? मैले चाहिँ जुत्ता ल्याएको यस्तो। त्यसले हाम्रो छोरालाई जुत्ता हेर्दैछ। बाटो काट्नको लागि
आकाशे पुल जाने हो आकाशे पुलको लागि लिफ्ट आउँछ लिफ्ट फर्किरहेको छ लिफ्ट फर्क आजको प्राइस कार्यक्रम सक्यो फर्किनु लाग्नु भयो टाइम पास पनि भयो गर्मी लाग्यो पसिना आयो यति भन्दै आजको यो डेली लाइफ भ्लगलाई म यही अन्त्य गर्छु सो सी यू अन द नेक्स्ट भ्लग और डेली लाइफ भ्लग एडिटिङ फेरि भेटौँ न नमस्ते बाई बाई